Let's get ready with me to get my new phone. आज चाहिँ मैले न्यू फोन लिन लागेको छु एन्ड आम सो एक्साइटेड। अहिले चाहिँ मैले यो एकदमै धेरै पहिलाको हो कि मेरो यो फोन चाहिँ 2019 को हो हैन। यो चाहिँ मेरो iPhone 11 हो र यो चाहिँ 125 GB को मात्र भएको भएर चाहिँ मलाई स्पेसै पुगेन के। सो भिडियोहरु बनाउँदाखेरि पनि खाली स्पेस पुगेन भन्ने। अनि त्यसपछि फोन अलिकति पुरानो भइसकेको भएर चाहिँ अलिकति स्लो भइरहेको थियो के फोन। सो आई निडेड एन अपग्रेड सो ब्याडली हैन। मैले मोइस्चराइजर चाहिँ अघि नै लगाइसकेको थिएँ। त्यही भएर चाहिँ अब म यो टिन्टेड सनस्क्रिन मात्र लगाउँदैछु। यो चाहिँ डट एन्ड कीको हो इन द शेड 02 वार्म आइभरी। यो चाहिँ अलमोस्ट ओभर हुन लागिसक्यो। सकिन लागिसक्यो। I need to get a new one. यो चाहिँ जहाँ ब्युटीमा अभाइलेबल छ। हजुरलाई पनि चाहिन्छ भने जहाँ ब्युटी नेपालबाट अर्डर गर्न सक्नुहुन्छ एकदम अफोर्डेबल प्राइसमा है त। एकदम राम्रो छ यो प्रोडक्ट। मलाई चाहिँ एभ्री डेको लागि अति राम्रो लाग्छ के। मेरो चाहिँ त पिम्पलको दागहरू छ नि त। सो त्यसको लागि यो थोप्नुको लागि कस्तो राम्रो हुन्छ भने यो चाहिँ यो थोरै फाउन्डेसन पनि लगाउन लागिरहेको छु गालामा यता यता। यसरी यो लगायो भने चाहिँ अलि मजाको लुक आउँछ के। अलिकति त्यो टिन्टेड सनस्क्रिनले हेल्प त गरिसक्यो हैन, बट स्टिल लाइक यो लगायो भने चाहिँ कस्तो अलिकति राम्रो लाग्छ। आई लाइक इट। सो यसरी लगाइसकेपछि चाहिँ म चाहिँ आज हातले ब्लेन्ड गर्छु किनभने आई फरगट माई ब्युटी ब्लेन्डर एट माई त भनौँ न अब के भन्नु हैन। मेकअपको फेभरेट पार्ट अब ब्लस लगाऊँ हैन। यो ब्लस चाहिँ यति प्रिटी छ है। लुक एट द शेड्स के यस्तो राम्रो छ यसको शेड्सहरु। यसरी लगाइदिन्छु। ब्लस लगाएपछि त फेस त टक्क देखिन्छ के। सो आई लाइक इट। अब चाहिँ म मेरो अन्डर आइजलाई चाहिँ यो वाला छ नि यो शेड यसले यसरी सेट गरिदिन्छु। यति मजाको ब्राइटन अप लुक आउँछ। यु गाइज विल बी शक्ड। यो प्यालेट मैले सोचे भन्दा धेरै राम्रो छ। यो चाहिँ मेरो बेमा दिनु भएको थियो। इट्स फ्रम टेक्निक है। टेक्निकको शेड लाइट एन्ड ब्राइट भन्ने प्यालेट रहेछ। इट्स रियली अमेजिङ। अब आइजको लागि चाहिँ आम जस्ट गना कर्ल माई आइल्यासेस। मैले चाहिँ हैन मेरो आँखामा त्यस्तो धेरै मेकअप गर्दिनँ के। किनभने मेरो प्रोफाइलमा अलिकति तल स्क्रोल गर्नुभयो भने चाहिँ हजुरले देख्नुहुन्छ कि मेरो चाहिँ आँखामा सर्जरी गरेको थियो कि क्यालोजेन रिमुभल गरेको थियो। डल्लो आएको थियो मेरो कुन चाहिँ आँखामा चाहिँ बिर्सेँ मैले। आँखामा डल्लो आएको थियो अनि त्यो सर्जरी गर्दाखेरि चाहिँ मलाई डक्टरले भन्नुभएको थियो कि जब हामी आँखामा धेरै मेकअप गर्छौँ नि मस्कारा यताउता लगाएपछि त्यो राम्रोसँग पखालेन भने त्यो बिल्डअपले गर्दाखेरि चाहिँ त्यस्तो त्यो हुन्छ अरे के। सो त्यसपछि चाहिँ मैले खासै आई मेकअप गर्न छोडेँ हो। सो लिप्सको लागि चाहिँ म यो लिप टिन्ट लगाइदिन्छु है। यसरी लगाएपछि चाहिँ हातले नै ब्लेन्ड गरिदिन्छु। Look at my under eyes. Look how bright it is. Your powder is amazing, guys. Literally amazing. Okay. So lip line गरिसकेपछि चाहिँ I will be using यो I don't know, it's a lip balm kind of, I guess. यस्तो गर्ने हो. My husband is talking on phone. So yeah, it looks like this. मजाले यसले चाहिँ त्यो लिप लाइन गरेकोलाई ब्लेन्ड गराइदिन्छ के, which I really like. अब चाहिँ मैले कपाल चाहिँ खासै केही नि गर्दिनँ, अलिकति अघि ब्लो ड्राई गरेको थिएँ. I'm not going to do anything much. Let's go. I'm so excited. I'll be showing you guys my new phone अब है त. This is my new phone, guys. This is iPhone 17 Pro Max. यसको चाहिँ स्टोरेज 512 GB हो, which is perfect for me हैन। मैले चाहिँ 1 TB के लिम कि सोचिरहेको थिएँ, तर that's gonna be too much, I guess. त्यसैले चाहिँ 512 GB is fine for me. अनि I love it कि मलाई आजकल ब्लू कलर यति धेरै मन पर्न थालेको छ। That's why I'm wearing blue पनि हैन। मेरो फोन पनि blue, like I love blue के अहिले। I don't know why I'm obsessed with blue color. र यसको अनबक्सिङ भिडियो चाहिँ मैले मेरो प्रोफाइलमा राखेको छु, त्यहाँ गएर हजुरले हेर्न सक्नुहुन्छ।